केपीले उठ भन्दा उठ हुन्छ, बस भन्दा बस भन्छ। अब हाम्रो पार्टीमा छन् महिलाहरू, अहिले केपीतिर पनि लागेका छन्। 20औं वर्ष बिहानै नगरेर यो पार्टीमा बसेका महिलाहरू छन्, तर तिनले टिकट पनि पाएन, तिनले राष्ट्रिय सभा पनि पाएनन्। केपी ओलीले यसो के अरे कुँवर ओलीले यसो साडी सर्काएर गोरा पिडौला देखाउँदै पहिलो जानु पाम भनेपछि सांसद त तिनै भयो। कपाल फुलेर चौरीबाट बुढी कामरेडहरू न एकचोटि राष्ट्रिय सभाको सदस्य हुन पाएछन्, न केन्द्रीय कमिटी सदस्य हुन पाएछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भए, अहिले केन्द्रीय कमिटी सदस्य पनि भए। अब महिला दिदीबहिनीहरूको प्रतिनिधित्व गरेर आउँदा दिनहरूमा फेरि यस प्रकारको महिलामाथि जुन अपहेलना हुने भइरहेको छ, शब्दबाट होस् चाहे सांस्कृतिक विचलन ल्याइएको छ, यसलाई चाहिँ अन्त्य होस्, यो प्रवृत्तिको अन्त्य होस्। महिला शोषणको जुन भइरहेको छ, यो अभिव्यक्तिहरू आउने जुन प्रक्रिया छ, यसको अन्त्य होस्, यो प्रवृत्तिकै अन्त्य होस् भन्ने हिसाबले चाहिँ मैले अदालतको ढोका ढकढक्याएकी छु। मलाई विश्वास छ यसमा चाहिँ उहाँहरू यो सम्पूर्ण यसमा मैले मेरो फिराद पत्रमा उल्लेख भएको छ। म मिडिया कर्मीहरूलाई म यो उपलब्ध गराउन चाहन्छु। जस्तो अलिकति प्रधानमन्त्रीजीले म छु है ल लाग्नु है भन्नुभएको रहेछ भन्ने कुरा आएको छ, के भन्न चाहन्छु कि स्पष्ट पारिदिनु होला। यसमा प्रधानमन्त्रीज्यूले मलाई केही भन्नुभएको छैन। उहाँ मेरो नेता हुनुहुन्छ, मेरो पार्टीको अध्यक्ष हुनुहुन्छ, सामान्य प्रधानमन्त्री हुनुहुन्छ। मलाई लाग्दैन कि उहाँले पनि एउटा महिलालाई यो भनेको कुरामा चाहिँ कोमल ओलीले मुद्दा दर्ता गरी भनेर गलत गरी भन्नुहुन्न होला भन्ने मलाई विश्वास छ। तर सामान्य प्रधानमन्त्रीज्यूसँग यस विषयमा कुनै कुरा भएको छैन। यो मेरो व्यक्तिगत निर्णय हो, मेरो मात्र होइन, समस्त महिलाहरूको निर्णय हो। र म चाहिँ राष्ट्रिय सभाको एउटा विधायिका पनि हुँ र म माथि यस प्रकारको जघन्य महिला हिंसाको कुरा हुन्छ, आरोप लाग्छ, लान्छना लाग्छ भने अन्य सामान्य महिला दिदीबहिनीहरूको अवस्था के होला त? त्यसकारणले यसको अन्त्यको लागि चाहिँ हामी आउनुपर्छ भनेर म मात्र होइन, मसँग हाम्रो वरिष्ठ नेत्रीहरू हुनुहुन्छ, मान्य सांसदज्यूहरू आज उपस्थित हुनुभएको छ, त्यसै गरिकन अधिकार कर्मीहरू उपस्थित हुनुभएको छ। यो मेरो मात्र विषय होइन, मलाई मात्र चोट पुगेको विषय होइन। केपीले उठ भन्दा उठ हुन्छ, बस भन्दा बस भन्छ। अब हाम्रो पार्टीमा छन् महिलाहरू, अहिले केपीतिर पनि लागेका छन्। 20औं वर्ष बिहानै नगरेर यो पार्टीमा बसेका महिलाहरू छन्, तर तिनले टिकट पनि पाएन, तिनले राष्ट्रिय सभा पनि पाएनन्। केपी ओलीले यसो के अरे कुँवर ओलीले यसो साडी सर्काएर गोरा पिडौला देखाउँदै पहिलो जानु पाम भनेपछि सांसद त तिनै भयो। कपाल फुलेर चौरीबाट बुढी कामरेडहरू न एकचोटि राष्ट्रिय सभाको सदस्य हुन पाएछन्, न केन्द्रीय कमिटी सदस्य हुन पाएछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भए, अहिले केन्द्रीय कमिटी सदस्य पनि भए। अब हाम्रो कि अन्तर्राष्ट्रिय गीत उठा जागे भोका नाङ्गा केपी ओलीको गीत महादेव पहिलो जान पाऊ, यही हो भिन्नता भनेको। यो